हेलो एन्ड नमस्ते सबैलाई। आज म चाहिँ दार्जिलिङको रमाइलो ब्लग सेयर गर्न गइरहेको छु। मम्मी रेडी हुँदै हुनुहुन्छ, तयारी भइसक्नुभयो, उहाँ पनि तयारी भइसक्नुभयो। अब जाने हो हामी दार्जिलिङ। आज डे 3 चाहिँ डे 3 रहेको छ दार्जिलिङसम्मको यात्रा। ल हामी सामान तयार पारेर जान लागेका छौँ है। नानी रेडी हुँदैछिन् है नानी? हाँस्दैछिन्। ल हामी जान्छौँ अब। हामी चाहिँ सामानहरू सबै प्याक गरेर गाडीमा हाल्न गइरहेका छौँ। पछि चाहिँ आएपछि आफैलाई सजिलो हुन्छ भनेर अहिले चाहिँ घाम लागिरहेको छ। हामी चाहिँ बसेको होटेलमा। उहाँहरू चाहिँ फोटो खिच्ने भएर नक्कल पार्दै इलाम पशुपति नगरमा हामी बसेको थियौँ। त्यहाँ चाहिँ यति धेरै चिसो थियो, त्यसैले हामी सबैले तातो पानी खायौँ। त्यहाँको मौसम चिसो हुने भएकाले उहाँहरूले मिनरल वाटरको बोतलमा पनि पहिले नै तातो पानी भरेर राखिदिनु हुँदो रहेछ। तातो पानी खाइसकेपछि चाहिँ हामीहरू सबैले टी खायौँ। मलाई चाहिँ व्हाइट टी एकदमै मनपर्ने भएकाले मैले चाहिँ व्हाइट टी नै खाएँ। हामी चाहिँ दार्जिलिङतर्फ लाग्यौँ। सबैले रमाइलो भइरहेको छ। गाडीमा पनि रमाइलो गर्दै जाँदैछौँ। हाम्रो सामान छैन होला ड्राइभर। चाहिँ मैले मम्मी र मिसको भिडियो बनाइदिएँ। यहाँको रोडहरूमा चाहिँ गाडीहरू नचिप्लियोस् भनेर ग्यापमा मान्छेहरूले नै मिलाएर ढुङ्गाहरू हाल्दा रहेछन्। कति राम्रो देखिएको छ।
माने भन्ज्याङ हेर्न जाँदैछौँ। माने भन्ज्याङ आधा दार्जिलिङ आधा चाहिँ नेपाल। माने भन्ज्याङ हेरिसकेर हामी चाहिँ नास्ता खाँदैछौँ। हामीलाई हतार चाहिँ छैन। सिक्किम जाने यताबाट सिक्किम जाने यता हो दार्जिलिङ जाने दार्जिलिङ भएर त्यही फर्केर सुटिङ हुँदाखेरि शाहरुख खान झरेको के शाहरुख खान मिउ हुन बित्यो नामै घुमराखेका कस्तो मजाले घुमिरहेछ। मम्मी र म्यामहरूले चाहिँ फुल भनेपछि एकदमै मन पराउनुहुन्छ, त्यसैले फुल देख्ने बित्तिकै एकछिन रोकेर हेरिहाल्नुहुन्छ। राम्रो सुन्दर चस्मा माथि लाउनु यता फर्किनु उता फर्किनु ऊ पर पछाडि ओ हेर्नु त्यहाँ फर्केर उभिएर के हो हेर्नु यति हो। मम्मी आउनु न अलि पछाडि मम्मी चाहिँ मेरो भिडियो खिचिदिन्छु भनेर दौडिँदै आउनु भएको थियो। मैले चाहिँ हुँदिनु भने किनकि ट्रेन गइसकेको थियो। ओह उता फेरि फुल देखिसक्नुभयो।
हामी आमा छोरी चाहिँ भिडियो बनाउँदैछौँ। मम्मीलाई चाहिँ उता फुल चलाएको जस्तो नाटक गर्नु, म भिडियो बनाइदिन्छु भनेर भिडियो बनाइदिए। ऊ फेरि फुल देखेर त्यही फुललाई हेरिराख्नु भएको छ, त्यही फुलको बारेमा कुरा गर्नुभएको छ। Next point. Various point. Various point को next point. हामी अब फेरि नेक्स्ट पोइन्टमा गएर भिडियो बनाउँछौँ, फेरि इन्जोय गर्छौँ र तपाईँहरूलाई देखाउँछौँ। बाई बाई। हेलो, हामी चाहिँ अब नेक्स्ट पोइन्टमा जाँदैछौँ। We are on the way to next point. What is this? This is butter. This is butter. Very much tasty butter. बाट तल देखिरहेको गाउँ चाहिँ सबैभन्दा चर्चित गायककार प्रशान्त तामाङ जन्मिनु भएको गाउँ रहेछ। हामी आगे बैठे चलेगा चलेगा चलेगा। यो पिक्चरहरू पुरा चल्यो, आपा पिक्चरको गीतहरू पुरा चलेको नि हाम्रो गाउँको स्क्रिनमा। गाडी तानेको छ नि हामीले सुटिङ गर्दा सबै पहिलाको यो ढुङ्गाहरू हेर्नुहोस् न।
यो मुनि सबै ड्रेनेज छ होइन यो मुनि पनि यो ब्यारिकेड लाग्यो यो मुनि पनि त एक एकवटा दोकान पो छ त्यहाँ मुनि मुनि त तपाईँको अब यो टोइलेटदेखि लिएर यो बिल्डिङ सबै पुरानो उयो यिनीहरू ब्रिटिस कालमा बने हाम्रो यो त्यही त हाम्रो नेताहरू चोक्टाहरू छ नि एकजनाहरू तिनीहरूले चाहिँ कलर पत्र गर्दै त हुन्छ नि गोर्नेलाई पनि डाहा गर्छ किन आइस भन्छ है नेपालमा चाहिँ खुकुरी निकालेर दिनुपर्छ होला यता पनि भनेर पहिलाको यो चाहिँ मेन रोड हो यो बजार यस्तै हो मेन रोड चाहिँ बजार भनेको हिँड्नुपर्छ तपाईँको अब यो जुत्ताहरू किन्नुको लागि चाहिँ बस्नु पऱ्यो तपाईँहरू सपिङ गर्नुको लागि चाहिँ अब दार्जिलिङको मेन रोडै होइन हजुर पक्का बस्नु पऱ्यो बस्यो भने चाहिँ तपाईँको बेलुका धेरै राम्रो हुन्थ्यो अनि यो सौदाहरू गर्नु बजार पनि जानु सक्नुहुन्थ्यो है बेलुका हो भने चाहिँ अब तपाईँहरूलाई हामी साइसिङ गरेर होटलमा पुऱ्याएर सबै बताइदिन्थ्यो नि त अहिले चाहिँ अब हामी सक्दैनौँ हो सबै पक्का कुरा गर्नु पऱ्यो हरियो टिन लगाएको भित्र चाहिँ एउटा यस्तो राम्रो स्कुल छ अरे दार्जिलिङको सबै स्कुलहरू राम्रो छ तर पनि यो स्पोर्ट्सतिर अनि एक्स्ट्रा एक्टिभिटीतिर एकदम राम्रो छ यो माथि चाहिँ गे भाट हुन्छ यो जति पनि यो पुरानो मान्छेहरूको लासहरू छ यहाँ चिया बगानहरू हेर्नुहोस् तल भक्कै भएको गाउँहरू तल होला यो चाहिँ एक साइडको मात्रै चिया बगान हो यो त अब तपाईँको एक छेउ मात्रै हो तपाईँको यस्तो चिया बगान त चारैपट्टि दार्जिलिङको वरिपरि नै छ कमाइ यही हो सरकारको इन्कमै अब तपाईँको आसाम मनहरू सबै पहिलाको स्कुलहरू चाहिँ राम्रो राम्रो स्कुलहरू भिडिएमा पनि छोराछोरी हो स्कुलले गर्दा बेसी आउँछन् यहाँनिर अब स्कुल देख्छ एउटै झडा भन्नु समोसा होइन खाँदाखेरि परले भेटेर सबै सिक्नु थुप्रो पढेको छ नेपालको जितेन्द्र पनि पढ्नु चाहिँ को पढ्यो वीरेन्द्र राजा चाहिँ नर्थ पोइन्ट वीरेन्द्र चाहिँ पढेकै हो छ उसको है राजा वीरेन्द्र पढेको स्कुल नर्थ पोइन्ट पनि भन्छ सेन्ट जोसेफलाई नर्थ पोइन्ट पहिला यो स्कुलमा चाहिँ बोइजहरूलाई मात्र स्टडी गर्नको लागि अलाउड रहेछ गर्ल्सहरूलाई चाहिँ रहेनछ छोरा मान्छे मात्रै अनि तपाईँको 1000 कति नै होला स्टुडेन्ट ठुलो छ नि 65 छैन तपाईँको कति क्लासमा छ यो 12 सम्म छ यहाँ माथि चाहिँ रोपवे हो यो चाहिँ तेन्जिङ रका हो यो चाहिँ यस्तो हो यो चाहिँ तेन्जिङ शेर्पाले ट्रेनिङ गरेको ढुङ्गा हो तेन्जिङ शेर्पा त हुनु त नेपालकै हो नि बम्बु शेर्पा हो नामी दिएको हो नि त तेन्जिङ शेर्पाले माउन्ट एभरेस्ट चढ्नको लागि ट्रेनिङ गरेको ढुङ्गा रहेछ यो चाहिँ सबैले पपुलर रहेछ नामै काफी हुँदो रहेछ क्या सर क्या तपाईँको उसले ट्रेनिङ गरेको ढुङ्गा हो अब इन्डियामा जति पनि एचएमआई ट्रेनिङ गर्नुभएको छ नि
बारेमा ट्रेनिङ गर्नुभएको दार्जिलिङ आए उसले हिमाल चढ्नै पाउँदैन चाहिँ इन्डियाको मात्रै होइन नेपालको मात्रै होइन बङ्गलादेशको मात्रै होइन अमेरिका अस्ट्रेलिया अहिले दिँदैन सरहरूले कति नम्बर पाउनु भयो ल स्टार नम्बर के पाउनु भयो तपाईँले समय भएकाले हामी चाहिँ छिटो समयमा धेरै दृश्यहरू हेर्दै छिटो फर्किँदै गरिरहेका थियौँ। यति राम्रो दृश्य चिया बगान रहेको छ। दार्जिलिङको चिया बगान हामी चिया बगानमा आइसकेका छौँ। हामी फोटोहरू खिचेर फर्किसकेका छौँ। हामी फर्किन लागेका छौँ। टाइम धेरै छैन हामीसँग। त्यसैले गाडीमा जाने हाम्रो चिया खानु भन्दै थियो तर हाम्रो टाइम नभएर हामी फर्किन लागेको है। हो अर्कोचोटि खान्छौँ। एकदम ठिक कुरा तेन्जिङ शेर्पाले माउन्टेन चढ्नको लागि ट्रेनिङ गरेको ढुङ्गा। तेन्जिङ शेर्पाले तेन्जिङ शेर्पाको कजनले ट्रेनिङ गर्नको लागि चढेको छ। मेरो रातो जान्छु बारभित्र पस्छु 2-4 पेट फसाउँछु दिनभरि घुम्छु गफगरी हिँड्छु दुनियाँ हँसाउँछु म पनि पढ्थेँ नानी चाहिँ कलेज उमेर र पैसा भए जति दिन बाँच्छु हँसाइराख्छु एक दिन त रम्झाएगा जोक सुन्ने नानी मेरो बाले मलाई भन्नुहुन्थ्यो छोरा त तास खेल्न जा जुवा खेल्न जा गोली खेल्न जा बरु केटी घुमाउन जा त रक्सी दोकानमा चाहिँ कहिले नजा है भन्नुहुन्थ्यो। अनि उसले बाला भन्थ्यो किन बा भन्नुहुन्थ्यो रक्सी दोकानमा चाहिँ तैँले कहिले नदेखे चिजहरू देख्छ। अनि एक दिन बाला छलेर रक्सी दोकानमा गइरहेको थिएँ त्यहाँ मैले नहुने चिज देखेँ नि त नदेख्ने चिज देखेँ। मेरो बाउ मात्र लाख भइरहेको छ नि त्यो चाहिँ तपाईँको स्कुल देखाएको हामी कहाँ जाँदैछौँ रे अहिले? सिडी चढेर
यहाँ हेर्नु न मैले त यहाँ के भनेको नेसनल पार्क गरेँ अब हामी फर्किन लाग्यौँ चिडियाखाना हेरेर भारतको दार्जिलिङको चिडियाखाना हो फेरि नेपालको होइन है यो भारतको फेरि नेपालको होइन पछाडि ठुल्दा केही बोल्नुहोस् नहिँड्नुहोस् हाई भन्नु न देखेँ मैले चिजवस्तु यहाँ किन फेस टु फेस देखिरहनु भएको ए लागेको अब ड्रिङ्किङ वाटर पर रहेछ हामी चाहिँ नन ड्रिङ्किङ वाटर गरेर जान्छौँ होइन छोराले त लगियो साथी कालो त के गरेँ यहाँ चाहिँ भालु छ अघि देखिरहेको थियो तर अहिले देखेको छैन यहाँ के छ बनाउन यो त पहिले एउटा चाहिँ यहाँ माथि बसिरहेको छ ऊ एउटा चाहिँ ऊ पर बसिरहेको छ ऊ माथि घोरल है जङ्गली चाहिँरा अनि सर के देख्नुभयो के हो सम्बा डियर हो यो चाहिँ डियर दुईवटा तिनवटा एउटा ऊ पर छ फिमेल सम्बा डियर त्यो चाहिँ शरीर मात्र देखेको छ यो चाहिँ अल्पाका हो याक यो चाहिँ याक हो यो चाहिँ मिसिम टकिङ यहाँ ब्लु सिप चाहिँ देखिरहेको छैन तल अलिकति देखिरहेको रहेछ तर बाहिर निस्केको छैन स्पष्टसँग देख्न पाइएन यो चाहिँ स्नो लियोपार्ड रहेको छ स्नो लियोपार्डमा बस्ने चितुवा हेलो गाइस दार्जिलिङको जू चाहिँ एकदम ठुलो रहेछ अहिलेसम्म पनि हामी हेरेर भ्याएका छैनौँ अझै त्यहाँ माथि जानुपर्ने रहेछ त्यहाँ पनि छ यता पनि छ दार्जिलिङमा रहेको जू अझैसम्म भ्याइएको छैन र हामी चाहिँ हिँड्दैछौँ यो चरा चाहिँ हेर्नुहोस् दुई चिन्की बाटेको छ हिस्टोरी म्युजियमको अगाडि चाहिँ मम्मीको हिँडेको भिडियो बनाइदिए हामी चाहिँ हिस्टोरी म्युजियम हेरेर फर्किसकेका छौँ हामी चाहिँ
हामी फर्किने हो। फेरि पनि हामी आमा छोरीले भिडियो बनायौँ। अब चाहिँ चस्मा लाएर बल्ल देखियो टाइगर, त्यही पनि टाउको मात्रै। टाइगर रहेछ यहाँ टाउको मात्रै देखिएको छ यहाँ टाइगरको चाहिँ। टाइगरहरूको फोटो खिच्ने भिड। यो चाहिँ बाँदर। बाँदर खेलिरहेछ। यहाँ चाहिँ बाँदरहरूले अनार खाइरहेको रहेछ। आमा रहेछ। हामी चाहिँ अब फर्किनलाई म्युजियम हेरिसक्यो। भालु अझै पनि आएको छैन यहाँ। अघि अलिकति देखेको थियो, त्यही पनि भिडियो बनाउन पाएन। सुरुमा त बनाएँ तर अहिले चाहिँ देखेको छैन। भित्र बस्न गएको होला। हामी चाहिँ ह्याप्पी मोमेन्ट दार्जिलिङ जूहरू। हामी अब जू हेरेर निस्किसक्यौँ। हामी निस्किसकेनौँ। एकदमै राम्रो रहेछ। एकदमै धेरै ठुलो पनि रहेछ, राम्रो पनि रहेछ एकदमै। हामी सबैलाई भोक लागेर चाहिँ मकै किनेर खाँदैछौँ। मकै खाएको त मकै एकदम मिठो थियो। प्लिजमा धेरै भाइ अरू दिन के पुग्छ? भयो भयो पुग्छ। यहाँ त सबै नेपाली पनि आएर फेरि तपाईँको त्यो नेपाली बोल्नु भन्दा कहाँ भयो हाम्रो जग्गामा आएर फेरि हामी त ठुलो कुरा चाहिँ गरेको होइन दाजु। यहाँ चाहिँ बिल्डिङहरू एकदमै धेरै छ गरे। एबिसिडी गर्दै जेठसम्म छ भनेर भन्नुभएको थियो। यहाँनिर ग्यास सिलिन्डर बोक्ने रोक्ने चाहिँ अब होइन अप्ठ्यारो नमान्नुहोस् होला। सबै हाम्रो उता दोलखादेखि आएको छन्। उहाँहरू सबै खाने जातहरू पनि देखिन्छ। कस्तो भिडी लागेको छ। पानी पर्छ कि
राखिराख्नु भएको छ यता सलहरू यता पनि छ जता रहेछ सलहरू 1000 मा 3टा हामी चाहिँ अब दार्जिलिङलाई बाई बाई भनेर फर्केको मौसम थियो त्यसैले हामी सबै होटेल आएर तातो पानीहरू खान थाल्यौं अनि एकछिन होटेलमै बस्यौं कुराकानीहरू गर्यौं त्यसपछि हामी आफ्नो यात्रातर्फ फेरि लाग्यौं हामी जान लाग्यो 4:30 जति भएको छ 4:30 मा हामी यहाँबाट निस्क्यौं अब हाम्रो यात्रा एकसम्म लाग्यो घर जान लाग्यो अघि नै भन्नुभयो नि अहिले भन्नुभयो क्या अहिले पशुपति नगर बाई बाई मौसम चाहिँ कति धुवा कुहिरो बाई बाई होटेल
छ सिमसिरे पानी परिरहेछ त्यसपछि यहाँ चाहिँ पुरा इलामको बगैँचा नै ढाकिने कुहिरो लागेको छ देखेकै छैन भ्यू नै देखेको छैन आज हिजो अस्ति फोटो खिच्नेहरू पनि धेरै मान्छेहरू हुन्थे तर आज कोही नि छैन यस्तो मौसम गरिरहेको बेला उहाँहरू जाडो भएर कामिराख्नु भएको छ आज फोटो खिच्नेहरू पनि कोही छैन क्या यस्तो मौसम गरेर अनि त्यसपछि उहाँहरूले सरलाई खोजिरहनु भएको छ तर सर चाहिँ पर जानुपर्छ सरहरूको ग्याङ उता जानुभएको छ अब हामी यता म्यामहरूको ग्याङ पर किनिहाल्नु भयो उहाँले यहाँबाट भाग लाउँदै हुनुहुन्छ अरू के छन् छैनन् सबैलाई किनिराख्नु भएको छ मम्मीले एक एक गर्दै समीपेलाई त्यो हो सर पनि किन्नु केही किनिसक्नु भयो के किन्नु मैले यस्तो किनेँ मिठाईहरू इटीहरू टिमुरको छोपो पिरो हुन्छ मम्मीको सपिङ भइसकेको छ सरको सपिङ पनि भयो खै ए सबैले यहाँबाट सबैले सपिङ गरेर लगिसक्नु भएको छ इलामको नासो इलामको चिनो फुवाको चक्लेट फेरि सुरुदेखि ल यो बोलेलाई यो भिजनलाई यो तेरो बाजेलाई यो मलाई ल यो तलाई ल भयो हो यति किनेपछि त हुन्छ ल के भन्न चाहनुहुन्छ नमस्ते मात्रै के भन्नुहुन्छ इलाममा ड्रेस लाएर फोटो खिच्ने अवसर पाइएन अब भोलि हुन्छ कि भन्ने आश छ अब कहिले पाइएला त भोलि बिहान ल भोलि बिहान है ल भोलि बिहानको भ्यू ल ओके बाई सी यू सेम टु यू केही छैन मसँग तर पुच्छर लाउँदै आएछन् कुहिरो लागेर यहाँ यस्तो देखिरहेको छ स्पष्ट देखेको छैन यो इलामको चिया बगान हो यो चाहिँ तल देखिरहेको होटल हो हामी चाहिँ यो होटलमा बसेका थियौँ हामी बस्ने होटल चाहिँ यो हो इलामको होटल इलाम चिया बगान चाहिँ यहीँनिर छ यो हो अनि हामी चाहिँ यहाँ बसेका छौँ आज भोलि लामो हेरेर भोलि फर्किने हो सामान निकाल्दै हुनुहुन्छ यहाँ सामान निकाल्दै हुनुहुन्छ हामी चाहिँ अहिले रुममा आइसकेका छौँ अब रुममा आउने बित्तिकै सामानहरू मिलाउनु पर्छ सामानहरू मिलाउँदैछौँ सामानहरू मिलाएर खाना खान जान्छौँ आज चाहिँ हामी टुरको लास्ट डे ल आज सानी बहिनीले गीत गाएर सुनाइदिन्छ ल गीत गाइयो त सानी खै त अघि जस्तो गीत गाएको खै
आजको भ्लग यति नै। हेरेर सपोर्ट गर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। टेक केयर एभ्रिवान, सी यू इन नेक्स्ट भ्लग।